वे टु सैलुङ। यहाँहरूलाई सैलुङको यात्रामा सँगै लग्न चाहन्छु। अहिले मिनी ग्रेट वाल अफ नेपाललाई हेर्दै निहाल्दै तपाईँहरूसँगै म लाग्दैछु सैलुङको यात्रा। तपाईँहरूलाई देखाइएका यी दृश्यहरू निकै नै मनमोहक अनि स्मरणीय बनाउन कोसिस गर्दछु। तपाईँहरूलाई भन्दा पनि मैले आफैलाई नै यस यात्रामा निकै गौरवान्वित सहरबाट अर्थात् काठमाडौँबाट नजिकै रहेको सुन्दर र मनमोहक दृश्यको लागि पुग्नु पर्ने यस ठाउँ भगवतीको दर्शनको लागि पनि निकै प्रसिद्ध छ। 3842 मिटर हाइटमा रहेको यस कालिन्चोक मन्दिरको दर्शनको लागि तपाईँहरूले केबल कारको पनि प्रयोग गर्न सक्नुहुन्छ। तर पनि हामीले पनि राम्रो ट्रेल रहेको हुनाले लगभग 45 मिनेटको समय अन्तरालमा हामी यस मन्दिरको यस हाइटमा पुग्न सक्छौँ र यहाँबाट देखिने मनोरम दृश्य अनि हिमालयको श्रृङ्खलालाई निहाल्नको लागि र आनन्दको अनुभूति लिनको लागि हामी यहाँ सजिलैसँग पुग्न सक्छौँ। We are returning from Kalinchok Bhagavati temple. This is the views and Kori village. फर्कन मन टिकै छैन यस भ्यूबाट, तर पनि समयको परिस्थितिले गर्दा I'm returning from this area. This view is mesmerizing. I really enjoyed these views and these temples, and I think today's my trip is best ever life. Thank you God for
टाइमिङ